यहाँ चाहिँ एकदमै वर्षत भएको कारणले गर्दाखेरि बाटो जाम छ। हामी धेरैजना जाममा फसेको छौँ। अब यो गाडीलाई चाहिँ उद्धार गर्नु पनि एकदम गाह्रो भयो। यो के भन्ने ठाउँ हो हजुर? लाजकोट बेसी। लाजकोट बेसीको हालत यस्तो छ अहिले। त यताउता हिँड्नेलाई चाहिँ धेरै गाह्रो भयो। यो खासै बाटो चाहिँ बाख्रा हिँड्ने जस्तै बनाएको रहेछ। यो यत्रो चाहिँ पूर्व पश्चिम हाइवेलाई चाहिँ अलिकति राम्रोसँग ठुलो बनाउनु पर्ने हो जस्तो लाग्छ। यो पानीलाई चाहिँ अलिकति एउटा साइडमा अलिकति राम्रोसँगले ट्रेनबाट पुल बनाएर यता केही गर्नु पर्थ्यो। नेपालमा अब ठेकदार र सरकारले हालिदिएको बजेटहरू अब यसरी कतिपय काम पक्का बनेको ठाउँमा पनि यो वर्षको समयमा यस्तो छ। यस्तोमा चाहिँ पुल बनाउनु पर्ने हो क्या, हो कि होइन? होइन त यहाँको बासिन्दालाई त थाहा हुन्छ नि त। यहाँको बासिन्दालाई थाहा हुन्छ नि यहाँ चाहिँ यस्तो खालको भलचल छ है, यस्तो हुन्छ है भनेपछि त। यस्तो बिजोग हुँदो रहेछ, यस्तो चाहिँ के अरे दर्दनाक खोलो बग्दो रहेछ। त्यहाँमाथि सानो एउटा पेटी जस्तो रोडहरू बनेको छ होइन। यो गाडीको मालिकलाई घाटा भयो। गुर्जी झन्डै अघि चाहिँ अब गुर्जी आफै झन्डै अब ज्यान जोखिम भयो। यो पानी फेरि कस्तो रहेछ भने थुनिने रहेछ अनि हत्ता हत्ता बढ्ने रहेछ कि। अब अहिले त त्यो वायरिङहरू पुरै सर्ट भएको छ यो गाडीको। अघि सप्तकोशी बसले उद्धार गर्नु खोज्दाखेरि बसै चाहिँ झन्डै अप्ठ्यारोमा पर्यो।